आउनुभयो हजुर रक्सी पेर आएको तपाईँले कति पटक भनिसकेँ मैले तपाईँलाई यो रक्सी खाने घरमा प्रवेश निषेध छ भनेर जति भने पनि लाग्दिन है रक्सी खाएर मात्र होइन ल्याएर पनि आएको छु छैन अझ उसैको ठुलो स्वर जति भने पनि भएन लाज नभएका अझ उल्टै अझ उनीको छ के चडखड दरखड केही पनि छैन इज्जत भन्ने भएन हे भगवान के को निशान हो फेरि यो मेरो बाटोमा गर्लफ्रेन्ड भेट्यो ती गर्लफ्रेन्डले किस गरेकी हो लाज छैन शर्म छैन बिहा भएपछि गर्लफ्रेन्ड बनाएर बाटा बाटा हिँड्न बिहा हुनभन्दा पहिलेकी गर्लफ्रेन्ड हो कसरी भन्न सकेको लाज लाग्दैन तिमीलाई बिहा भन्दा पहिले पनि गर्लफ्रेन्ड थियो भनेर मसँग बोल्न घरकोसँग बोल्न लाज छैन हे भगवान पख यो कुरा मैले भाइ त पढेरै छोड्छु आज लाज नभएका मैले तेरो मुख बन्द गर्दैन जानेको छु बुझिस कसरी गर्ने देख्छु चलो भाइ हेलो बाबा होइन बाबा हजुरलाई मैले धेरै धेरै धन्यवाद छ हजुरले मलाई एकदमै राम्रो घरमा बिहा गरिदिनु भयो होइन जम्मै त खोजे जस्तै रोजे जस्तै हुनुहुन्छ हजुरले हजुर 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 दुःख त केही छैन हजुर के हुने हो भाडा मान्ने छुट्टै कपडा धुने छुट्टै